अपडेट गर्छौं अर्को। त्यसै गरी अब हामी पानी परेको कारणले अलिकति बाटो चाहिँ अलिकति अप्ठ्यारो ठिकै छ, त्यस्तो बिजी पनि होइन, ठिकै छ। र त्यहाँबाट अहिले हामी अगाडि बढिरहेको छौँ। रातो माटोको बाटो छुटे जाने हो भने चाहिँ हामी चाहिँ यताको साइडबाट जानुपर्ने हुन्छ। ल हामी चाहिँ अब लगभग ठ्याक्क बाइक रोक्ने ठाउँमा आइपुग्यौँ। हाम्रो भूत झरनामा आइपुग्यौँ। राते पनि छ, अब लिएर आउनु होला। बाटो चाहिँ यस्तो छ, ओह्रालो सफाइ छ। हामी चाहिँ भुतछाङ्गा जान लागेको आन्टीको आशीर्वादले, होइन आन्टी? सबैलाई शोभायात्रा। राजीव हाम्रो, हेलो हेलो, हाम्रो प्याराडाइजबाट स्टार्ट। सञ्जीव, हेलो हेलो, रोशन, हिँड्दै लो लो, अङ्कल चाहिँ बाटो सोध्दै हुनुहुन्छ। आज ढिलो भयो तर हामी सिआरएफ, सेफ्टी राइडर ज्याकेट, एक्सपल्स अनि बुलेट। बुलेट। ल अब हामी चाहिँ बाटो दोलाल घाटबाट अपडेट गर्छौँ अर्को। त्यसै गरी अब हामी भुटछाङ भन्ने जाँदैछु र यो 0 किलोमिटरबाट हुँदै जाँदैछु। तर 0 किलोमिटरको बाटोहरू चाहिँ अलिकति अफ रोड, अलिकति हिलो, पानी परेको कारणले अलिकति बाटो चाहिँ अलिकति अप्ठ्यारो ठिकै छ, त्यस्तो बिजी पनि होइन, ठिकै छ। र त्यहाँबाट अहिले हामी अगाडि बढिरहेको छौँ। रातो माटोको बाटो छ, 5 खाल निस्किन्छौँ हामी। 5 खाल बनेपाबाट 5 खाल निस्किने भित्री बाटो आएको। आज वेदरले पनि हामीलाई एकदम साथ दिएको छ। हिजोसम्म एकदम पानी परिरहेको थियो नि, आज मजाले घाम लागेको छ। र त्यस एकदम दसैँ जस्तो, दसैँ आएको जस्तो भाइब्स आइरहेको छ अहिले हामीलाई। मेरा फलसफा कंधे पे मेरा बस्ता, चला मैं जहाँ ले चला मुझे रास्ता, बूंदों पे नहीं गहरे समंदर पे। ओ, 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 त्यसै गरी अब हामी यहाँबाट अगाडि जानुपर्ने हुन्छ। यताबाट सुकुटे जाने हो भने चाहिँ हामी चाहिँ यताको साइडबाट जानुपर्ने हुन्छ। हामी कता डिरेक्सन चेन्ज, यताबाट चाहिँ सुकुटे हो भने हामी चाहिँ यता लेकबाट चाहिँ जानुपर्छ। चौतारा त्यसै गरी हामी यहाँ इक्खु भन्ने ठाउँमा आइपुग्यौँ। इक्खु बजार, यहाँ अगाडि टक्क मोबाइल निकालेर त्यसै गरी हामी बाटोबाट आउँदा आउँदा अब हामी यहाँ ठ्याक्क टर्निङको पोइन्ट आउँछ। यहाँबाट चाहिँ ठ्याक्क टर्निङ लिनुपर्ने छ। ठ्याक्क राष्ट्रिय वाणिज्य बैङ्क छ र प्लस यहाँ ठ्याक्क हाम्रो यहाँ मेटिरियल छ। हाम्रो यहाँ आएर अगाडि बढ्छ। अब त यहाँबाट अगाडि जाँदैछौँ हामी। यता घर गएर मन्दिर छ, मन्दिर। त्यसै गरी मन्दिर पनि रहेछ। कहाँबाट हो यहाँ? यहाँबाट अगाडि बढ्छ। त्यसै गरी अब हामी भुटको छाँगा जाँदैछौँ र अगाडिपट्टि यत्रो ठुलो गेट राखेको छ तपाईँको, त्यो छाँगाको लागि भनेर, मान्छेहरू नजिक होस् भनेर। अब यहाँबाट हामी सिधै माथि जाँदैछौँ। बाटो चाहिँ अब राम्रो बाटो थियो, अब चाहिँ अब अलिक अफरोड बाटोहरू आयो। र ठिकै छ, त्यस्तो गाह्रो छैन।
बाटो चाहिँ अलिकति पानी परेको कारणले अलिकति अप्ठ्यारो छ बाटोहरू चाहिँ यस्तो हिलो बाटो रहेछ। ल हामी चाहिँ अब लगभग ठ्याक्क बाइक रोक्ने ठाउँमा आइपुग्यौँ। हाम्रो भुत झरनामा आइपुग्यौँ, राते पनि छ। अब भ्लग चाहिँ अब यहाँबाट चाहिँ ओह्रालो छ। आई थिङ्क हाफ एन आवर भनेको छ पहिला अरूको भ्लगमा। अब हेरौँ हाम्रोमा कति हुन्छ। ओह्रालो छ, रमाइलो छ। सबै स्टफहरू लिएर आएको छु, तपाईँहरू पनि लिएर आउनु होला। बाटो चाहिँ यस्तो छ, ओह्रालो सफाइ छ। बाइकमा आउनलाई चाहिँ रिकमेन्डेड छ। स्कुटर चाहिँ अलि साथीभाइ भयो भने ल्याउनु भए पनि हुन्छ। मजाको छ, बाइक रोक्ने ठाउँ पनि मजाको छ। हामीले चाहिँ हेलमेट, हाम्रो खानासानाहरू, चिकनहरू सबै बोकेर ल्याएको छु। पनि सुन्नुहोस्, सो गुड है। आउनु, नेचरमा आउनु भनेको एकदम रमाइलो हिलिङ प्रोसेस जस्तै हो। छाया पनि यहाँबाट रुखले छेकिरहेछ। हामी अझ तल गइरहेछौँ। 10-15 मिनट्स भयो होला तल झरिरहेको। ओन्ली डाउन स्टेयर। बाटो चाहिँ लेउलाएर अलि चिप्लो त छ। अब हेरौँ कहाँ भुतछाङ्गा चाहिँ यहाँ छ। हाम्रो छाल पनि मजाले आइरहेछ, साउन्ड पनि खतरा नै आइरहेछ। पछि चढ्ने बेला चाहिँ गाह्रो होला जस्तो छ। भुतछाया यहाँबाट चाहिँ दामी नै देख्छ। एकचोटि चाहिँ मस्ट भिजिट प्लेसमै आउँछ यो। हेर्नु त, प्लेस इज सो ब्युटिफुल। ठाउँ हेर्नु त, झर्ना चाहिँ केही नभए पनि यति मात्र भए पनि जस वर्थ आउनु चाहिँ वर्थ छ। बाइकको बाटो पनि आनन्दको छ, पिच छ म्याक्सिमम। अब हेरौँ, साउन्ड पनि सुन्नु, खतरा नै छ साउन्ड पनि। म अझ अगाडि लगेर सुनाउँछु। माइ गड, साउन्ड त खतरा नै छ। सँगसँगमा उभिन पनि गाह्रै पर्ला जस्तो छ हामीलाई, त्यो छालले गर्दाखेरि। बाटो पनि पानी छ। साउन्ड सुन्नुहोस्, अब माइ गड। हामी अब छाङ्गामा छौँ। अब स्वर त केही आउँला कि नआउला थाहा छैन, तर वी आर फिलिङ सो गुड। झर्ना इज हियर। कस्तो चरा? रोशन जिन्दै राधे ल्याएर पनि भन्छ हुने यो त न पैसा न एउटा तिमीलाई को चाहियो? चाहिने मान्छे धेरै थियो तर यहाँ के खोज्छु भनेर आएको, केही पाएन। हामी त पानीमा आएपछि चाहिँ मनोज दाइ चाहिँ साह्रै मिस हुन्छ है। होइन त मनोज दाइ साह्रै मिस हुन्छ होइन? आज किन नआउनु भयो? आज खबर त गर्नु भएको थियो, खबर गर्नु भएको थियो नि। पानी पनि चिसो पानीमा मुभिङ वाटर रमाइलो हुन्छ। नेचरमा खेल्ने तर सावधानी पनि अप्नाउनु पर्छ।
हाम्रो 1 नम्बरको क्याप्चर त उयो छ सबै के बनाइरहेको त्यहाँ इन प्रोग्रेस होइन राजिक प्याज काट्दैछ रोशन त्यहाँ चौचौको चौचौ चटपटे सानो बनाउनु लाएको। लाग्यो अब केटाहरू अरू आधा चाहिँ के पानी थाप्न गइरहेछ मुहानको पानी अनि म चाहिँ भ्लगिङ गर्दैछु अब यस खोला छेउमै बस्ने खाने डिसिजन गर्यो सञ्जीव चाहिँ पानी लिएर आउँदैछ अनि फोहोर ठाउँ राख्यो भने के हो यस्तो धेरै खाएर आएछ यसमा टिमुरको कौडा धेरै भयो जस्तो भने त खाएर आउनु भयो यो खुवाउन के भयो ल खै यस्तो मजाको खाने यो हो नि त रोसनले हान्छ पोर हाम्रो कुकम्यान नाचे नाचे हुन्थ्यो होइन कोर खाएपछि आधी उमेर गइगयो भनेर कोर खानु मान्छेको कोर खाएर पनि हुन्छ पहाल न चिकन पहाल पाल्छ त ल पुरै प्रेप भइसक्यो यहाँनिर अब म गएर एकछिन फेरि गयो क्या फेरि गयो फेरि गयो सञ्जीव इज गोइङ लाइभ होइन यतिकै भनेको अब बिस्तारै हेलो Our chicken is ready. The cook is here. पानी कम भयो हालिदिउँ अब हामी चाहिँ लास्टमा पुगिसक्यौँ अब कफी खाँदैछौँ खाना खाइयो चिकन खाइयो पोर्क चौचौ साँधेको राधे अब इन्टरभ्यू लिँदैछौँ कस्तो लाग्यो आज एकदम रमाइलो भयो सञ्जीवलाई एकदम दामी सिनेमेटिक भ्यू दामी दामी आउँछ आज सेक्सी हो सेक्सी ब्युटिफुल ह्यान्डसम सब रोशन आज के छ कस्तो लागेको छ एकदम रमाइलो बाहिर छ कि के छ कस्तो छ यसरी आएर अर्ग्यानिक खाना पाउँदा धेरै
इन्ट्रेस्टिङ लाग्यो लास्टमा चाहिँ प्रेसर कुकर कफी हाम्रो जिमी कस्तो लागिरहेको छ एकदम रमाइलो डे वाज अ ब्युटिफुल हामी यस्तो झर्नाको बिचमा कफी खाइरहेछौँ अहिले पुरा नेस्क्याफे ल्याएर मस्त खाइरहेछौँ यु मस्ट भिजिट दिस प्लेस भुजछाङ्गा सिन्धुपाल्चोक जिल्ला एकदम राम्रो छ बाटो पनि चेन्जिङ रुमहरू त्यहाँ छ सबै माथि मजाले अब राधेको बाँकी छ हाम्रो राधे कस्तो लागिरहेछ 2 शब्द प्लस एकदम दामी लागिरहेछ हामी यसरी आएर जहिले खाइरहेको थियो यो पालि पनि हाम्रो एकदम सक्सेस भयो यो पहिलादेखिको प्लानिङ थियो तर सक्सेस भयो जस खुसी लागिरहेछ हामी चाहिँ यस्तो झर्नामा चाहिँ मनोज दाई होइन जसिन मिस गरिरहेको छ हाम्रो राजीवले जसिन पाउँछु भने नआइदिने भनिरहेछ अब फाइनलमा केही 2 शब्द जाओस् यस्तो अब यसरी चाहिँ जहिले जहिले आएर चाहिँ पकाएर खान पाओस् भन्ने एउटा के छ होइन यस्तै हो जहिले जहिले माइक टेस्टिङ 2 शब्द यही हो माइक टेस्टिङ सञ्जीव पनि हाम्रो फोटोग्राफर बन्दा छ थ्याङ्क यू फर द डे हामी अब रिटर्न हुन्छौँ होला अराउन्ड 7-7:30 मा मस्त पुग्छौँ होला लास्ट भ्यू सिनेमेटिक भ्यू दिस इज आवर लास्ट गुड बाई टु झर्ना हाम्रो झर्ना यस्तो छ अब सायद बाटो अलिअलि खिचिन्छ होला फर्किने क्रममा त्यस्तो विधि पनि खिचिन्न बाटो माथि जान्छ यस्तो छ दामी चाहिँ दामी बनाइदिएको छ तर मान्छे चाहिँ धेरै आएको छैन हाम्रो अब फर्किने क्रम जारी छ सञ्जीव राधे जिमी यस वर्षमा एउटा झर्ना चाहिँ हामी गइरहेछौँ यो बलामी एडभेन्चर भन्नेमा पनि आउन सक्छ अथवा सुएस भ्लग भन्नेमा पनि हुन सक्छ त्यो भ्लग चाहिँ अरू भ्लग त छैन हाम्रो दुईटा मध्ये एउटा हो रोशन इज कमिङ एकदमै रमाइलो लाग्यो हेलो द लास्ट पर्सन चाहिँ म नै छु यसमा लास्ट पर्सन चाहिँ म नै छु अब निस्किनेमा आजको लागि चाहिँ जस रमाइलो चाहिँ खत्रै रमाइलो छ पानी पनि रमाइलो छ अहिलेसम्म चाहिँ पानी खेल्न सक्ने अवस्थामा छौँ भनौँ हामी अलिकति भ्यू हेरौँ अनि गाइज लाइक एन्ड सब्सक्राइब रोशनले भन्छ हाम्रो च्यानल बलामी एडभेन्चर सुएस ब्लग और ल एन्ड गर्दैछौँ हाम्रो यात्रा अराउन्ड कति बजे 5:45 भयो अब 6-7:07 मा पुग्छ होला हामी कति होला चिसो हो कति हो के छ अब अब रमाइलो छ अब घर जाने के छ रोशन थकाइ लागिरहेछ जिम दाइ एकदम थकाइ लागिरहेछ हाम्रो फलफुल उठ्नुपर्छ क्या त्यही दोलाल घाट बजार गुड नाइट आजको लागि